दर्शकबिन तपाईले देख्न सक्नुहुन्छ यतिखेर हामी न्यू रोड बसन्तपुर क्षेत्रमा आएका छौं। हिजो होली खेलिसकेपछि फोहोर भएको ठाउँहरुमा यतिखेर जेट सँगसँगै काठमाडौँ महानगरपालिकाको कर्मचारीले बिहानै यतिखेर चिरचट्ट बनाउनु भएको छ। अहिले पनि धमाधम जेट लाउने काम भइरहेको छ। अगाडि पछाडी चारैतिर सरसफाईको काम अगाडि बढिसकेको छ। यतिखेर निकै महानगरको रफ्तारको विषयमा चर्चा हुन्थ्यो भने त्यही रफ्तार यतिखेर फिल्डमा देखाइरहेको छ। रङले गर्दाखेरि भित्ताहरू सँगसँगै यो भुइँहरू फोहोर थियो भने यतिखेर जेट लगाउँदै यतिखेर काठमाडौँ महानगरपालिकाको टिमले यतिखेर चिरचट्ट बनाइराख्नु भएको छ। एका बिहानै देख्न सक्छौँ यतिखेर हामी बसन्तपुर क्षेत्र सरसफाई कसरी भइरहेको छ भनेर देखाउनको निम्ति यतिखेर हामी बसन्तपुर क्षेत्रमा आएका छौँ भने देख्न सक्नुहुन्छ जेट लगाएर यो भुइँ सँगसँगै वरिपरिको क्षेत्र टल्काउने काम भइरहेको छ। आदरणीय सर मिनबहादुर सर डिएसपी सर पनि बिहानदेखि खटिराख्नु भएको छ। म यहाँदेखि आइरहेको थिएँ। म पनि सक भएको थिएँ किनभने पोहोर त यस्तो थिएन। अब एक दिन अगाडि होली भयो भने भोलिपल्ट सबै लोलै लोला हुन्थ्यो, कलरै कलर हुन्थ्यो यहाँ। तर आज हेर्दा चाहिँ अलि म पनि सके भएको छु। अब यहाँ आयो होली खेल्यो जथाभावी गऱ्यो त्यसरी भएन नि त। अलिकति डिसिप्लिनमा आफू पनि अलिकति डिसिप्लिनमा बस्नु पर्यो नि। पहिला त यस्तो केही पनि हुँदैन थियो नि त। अब अहिले त हेर्नु न यहाँ सबै सफा गरेर राख्नु भएको छ। त्यो नै हाम्रो लागि एकदम ठुलो कुरा हो। यस्तो सफा गरेर कहिले देखेको छैन, अहिले मात्रै देखेँ हो। बालनशाहको काम त धेरै धेरै राम्रो, उहाँलाई धन्यवाद दिन चाहन्छु। यति तत्कालै यस्तो सफा होला भन्ने त सोचेको थिएन, तर भयो, राम्रो हो। हेर्दाखेरि काठमाडौँ हेर्दा रातदिन पनि होइन जस्तो थियो। फोहोर गन्दा हुन्थ्यो, नाकथुलो हिँड्नु पर्थ्यो। अब अहिले माखनालाई हिँड्दा पनि एकदम राम्रो छ, स्वस्थ छ, राम्रो छ। हिजै सफा गरिसक्यो। हिजै सफा गरिरहेको थियो भनेपछि रफ्तारमा काम भइरहेछ काठमाडौँमा भइरहेछ। काम छिटो भएको आमा? छिटो भएछ। छिटो भएको। पहिला यस्तो हुन्थ्यो कि हुँदैन थियो? ल भन्नु। हुँदैन पहिला फोहोर थियो। अहिले काठमाडौँ सफा छ। न्यू रोड कस्तो भएको छ अहिले? अहिले राम्रो भयो। म त हेर्दै आइरहेको। कसले गरेछ यस्तो काम भन्छ आमा? यो बालनशाह भनेपछि जताततै बालनशाहको चर्चा छ। अरूको देशमा मात्रै डिसिप्लिनमा बस्ने, आफ्नो देशमा जे गरे पनि हुने त्यस्तो सिस्टम भएन नि त। सरसफाइ भनेपछि सबै आफैले नै गर्नु पर्यो नि। जहाँ खाए त्यहीँ फाल्न त भएन नि। यो सबै यो कस्तो भयो नि, यो हामी नागरिकलाई पनि फाइन तिराउनु पर्ने हो कि। अब हिजो होली खेल्यो, अब आज नै सबै सफा गर्नु भएको छ। त्यो चाहिँ हाम्रो लागि एकदम राम्रो चिज हो। किनभने हामीले हाम्रो एरिया नि एकदम सफा राख्नुपर्छ के। हिजो अब त्यत्रो फोहोरहरू थियो, आज बिहान यसरी सफा गर्छ भनेर कहाँ सोचेकै थिएन नि। अहिले त अब हिजोबाटै सफा गरी हामी आउँदाखेरि बेलुका आउँदा सफा गरिरहेको। मानवहरूको पहिला गरेको भन्दा धेरै नै राम्रो छ। साँच्चीकै धेरै राम्रो छ, धेरै राम्रो छ। यो त मिडियाको अगाडि मात्रै राम्रो भन्नुभएको हो नि। भएको कुराहरूलाई भन्नलाई के छ र? पहिला यस्तो स्पिडमा काम हुन्थ्यो कि हुँदैन थियो भाइ? पहिला हुँदैन थियो नि सर, अहिले भइरहेछ नि। अहिले हेर्नु जहाँ त्यही सफा सुग्घर छ। मेन कुरा भनेको सरसफाइ नै हो नि सर। तर अब यो सबै खाने मात्रै त छ नि, नेपालमा अरू को छ र सर? होइन, यहाँ यो नगरपालिकाहरू चाहिँ अहिले त खटिरहेछ अरे। अहिले यो सरसफाइ भनेपछि नगरपालिकाले धेरै राम्रो गरेको छ। नमस्ते। हजुरको शुभ नाम? सुविद्या तामाङ। बसन्तपुर आउनु भएको है? कसरी हेर्नु भएको छ यो काम? म यहाँदेखि आइरहेको थिएँ। म पनि सक भएको थिएँ किनभने पोहोर त यस्तो थिएन। अब एक दिन अगाडि होली भयो भने भोलिपल्ट सबै लोलै लोला हुन्थ्यो, कलरै कलर हुन्थ्यो यहाँ। तर आज हेर्दा चाहिँ अलि म पनि सके भएको छु। सक हुनुभयो तपाईँ? हजुर। के प्रभाव होला यसरी अहिले काठमाडौँ सहरमा होइन चिरिचट्ट भएको छ भन्छन् जनताहरूले? अब सबैजना बालेन सरकै त तारिफ गर्नुहुन्छ। अब बालेन सरले गरेरै होला किनभने अब यो न्यू रोड नि राम्रो भएको छ, बस्नपुर नि एकदम राम्रो भएको छ। त्यही अब बालेन सरले नै गरेर होला नि। भनेपछि युवा नेतृत्व आएपछि चेन्ज भएको छ? हजुर हजुर एकदम। किनभने पहिला त यस्तो केही पनि हुँदैन थियो नि त। अब अहिले त हेर्नु न यहाँ सबै सफा गरेर राख्नु भएको छ। त्यो नै हाम्रो लागि एकदम ठुलो कुरा हो। किनभने एज अ युथ हामीले गर्नुपर्ने हो, सबै युथ सबै मिलेर होइन। तर उहाँ अब मेयर भएको कारणले उहाँले गर्नुभएको छ। अब हिजो होली खेल्यो, अब आज नै सबै सफा गर्नुभएको छ। त्यो चाहिँ हाम्रो लागि एकदम राम्रो चिज हो। किनभने हामीले हाम्रो एरिया नि एकदम सफा राख्नुपर्छ के। त्यस्तो चाहिँ मलाई लाग्छ एकदम। अगाडि मात्रै प्रशंसा गरेको साँच्चीकै राम्रो काम गरेको छ अहिले? साँच्चीकै भनेको हो कि मैले उसलाई भनिरहेको थिएँ। भर्खर कुरा हुँदै थियो सल्लाह दुईजनाको। हजुर, यहाँ सबै सफा गरेर रहेछ भनेर म कुरा गर्दै हिँडिरहेको थिएँ। साँच्चीकै भनेको हो। भनेपछि एकदम फास्ट भइरहेछ काठमाडौँ? हजुर एकदम। हेर्नु न बिहान बिहानै अब यहाँ सफा गरेर राख्नु भएको छ। एकदम राम्रो छ। के भन्नुहुन्छ त महानगरको टिम, मेयर साहब, उपमेयर सबैलाई? अब महानगर टिमलाई त हामी सबैजना यङ्स्टरहरूले एकदम थ्याङ्क यू भन्नुपर्छ। किनभने अब बिहान बिहान आएर यहाँ सबै सफा गरिदिनु भएको छ। अनि त्यही हो, हामी चाहिँ अब सपोर्ट गर्छौँ भित्रैदेखि भनौँ न।
कतिपयले यत्रो काम गर्दा फेरि पनि होइन केही गरेको छैन भन्छन्, बालिन शाहले त सिङ्को भएको थिएन भन्छन्, त्यस्तो कुराहरू सुन्नु भएको छैन? कमेन्ट्सहरूमा चाहिँ धेरै आइरहेको हुन्छ। अब कतिजना चाहिँ बालन सरकै फेभरमा हुन्छ, अब कतिजना चाहिँ अब उहाँले अब यत्तिकै गरेको हो, त्यस्तो केही पनि होइन, अब न्यु रोड एरियालाई मात्रै इम्प्रुभ गरेर हुँदैन भन्नुहुन्छ। तर अब सुरुवातै यहाँबाट भएपछि त अब अरू अरू ठाउँ पनि त एकदम राम्रो हुन्छ नि त, त्यही म चाहिँ त्यही भन्छु। अब कस्तो लाग्छ अहिले महानगरको काम हजुरहरूलाई? एकदम राम्रो, एकदम राम्रो छ साँच्चीकै? साँच्चैको राम्रो। मिडियाको अगाडि मात्र हो कि साँच्चै राम्रो? साँच्चैकै राम्रो छ के मिडियाको लागि। पहिला पहिला यस्तो हुन्थ्यो कि हुँदैन थियो त्यति? हुँदैन थियो साँच्चीकै? साँच्चैको हुन्थेन। छिटो काम हिजै सफा गरिसक्यो। हिजै सफा गरिसक्यो? हिजै सफा गरिरहेको थियो। भनेपछि रफ्तारमा काम भइरहेछ काठमाडौँमा? भइरहेछ, राम्रो भइरहेछ। हिजो अब त्यत्रो फोहोरहरू थियो, आज बिहान यसरी सफा गर्छ भनेर कहाँ सोचेकै थिएन नि। अहिले त अब हिजोबाटै सफा गरी हामी आउँदाखेरि बेलुका आउँदा सफा गरिरहेको के को थियो। प्रभाव होला दिदी यो यति सानो? बालेन सरको। बालेनकै हो? बालेन आज परिवर्तन छ साँच्चीकै काठमाडौँ शहरमा? छ। किन यति धेरै तपाईँहरूलाई विश्वास लाग्छ बालेनको? अब काम गरिराख्नु भएको छ, त्यही भएर विश्वास लाग्यो हो। हामी आउँदाखेरि परिवर्तन महसुस गर्नु भएको छ काठमाडौँ शहरमा अहिले? धेरै, पहिलाभन्दा त धेरै नै। पहिलाभन्दा धेरै? धेरै। अब सब टिमलाई, सफाई टिमलाई अब थ्याङ्क यू भन्न चाहन्छु। मेयर साहबलाई पनि थ्याङ्क यू। हजुरको शुभ नाम भाइ? धीरज। धीरज, यहाँ व्यवसाय पनि गर्नुहुन्छ? होइन, हाम्रो यो डेरीकै हो, डिडिसी हो। हिजो होली थियो सर, होली खेलिन्छ होइन सर, तर हामी कस्तो हुनु पर्यो भने हामी आफूमा जनचेतना हुनु पर्यो कि। यो कस्तो हो भने अब जहाँ फाल्यो अरूको देशमा मात्रै डिसिप्लिनमा बस्ने, आफ्नो देशमा जे गरे पनि हो नि, त्यस्तो सिस्टम भएन नि त। सरसफाइ भनेपछि सबै आफैले नै गर्नु पर्यो नि, जहाँ खायो त्यहीँ फाल्न त भएन नि। यो सबै यो कस्तो भयो भने यो हामी नागरिकलाई पनि फाइन तिराउनु पर्ने हो कि, अनि पछि यो देश अलिकति सफासुग्घर हुन्छ कि। नत्र यो सबै यो नैतिकता आफैबाट सुरु हुनु पर्यो कि, अनि मात्रै सरसफाइ हुन्छ, नत्र त हुँदैन नि सर। अब यहाँ आयो, होली खेल्यो, जथाभावी गऱ्यो, त्यसरी भएन नि त। अलिकति डिसिप्लिनमा आफू पनि अलिकति डिसिप्लिनमा बस्नु पऱ्यो नि, अनि पछि सरसफा हुन्छ नि सर, होइन सर? त्यो भन्नु खोजे त्यही हो। जसरी अहिले महानगरको चर्चा हुन्छ, यहाँ जनताहरूले पनि भनिराख्नु भएको छ अहिले बुमर ल्याएर, जेट ल्याएर, कर्मचारी खटाएर यो सरसफाइ गरिरहेको छ। पहिला यस्तो स्पिडमा काम हुन्थ्यो कि हुँदैन थियो भाइ? पहिला हुँदैन थियो नि सर, अहिले भइरहेछ नि। अहिले हेर्नु जहाँ त्यही सफा सुग्घर छ। मेन कुरा भनेको सरसफाइ नै हो नि सर। सरसफाइ भने ऊ हुन्छ होइन सर, हरेक चिज राम्रो हुन्छ कि। सरसफाइ डिसिप्लिनमा बस्नु पर्यो मान्छेहरू, त्यही हो। परिवर्तन सम्भव रहेछ नि त? हजुर हजुर, परिवर्तन आफैबाट सुरुवात हुनु पर्यो। यति नै बजेट थियो? हजुर हजुर। कहाँ लान्थे बजेट भन्छन् जनताहरूले? थाहा हो सर, अब यो सबै खाने मात्रै त छ नि, नेपालमा अरू को छ र सर, होइन? भने साँच्चीकै प्रभाव देखेको अहिलेको युवा नेतृत्वको? जसरी अहिले चर्चा हुन्छ बालिन शाह, उपमेयर सुन्ता डङ्गलको, एकजनाले मात्रै गरेर भएन, सबै मैले त्यही त भनिरहेको छु, सबै सुरुवात आफैबाट सुरु हुनुपर्छ कि। भयो भने मात्रै हुन्छ, नत्र उनीहरूले मात्रै गरेर के काम चाहिँ हुने? जनता सुध्रिनु पर्ने, जनता सुध्रिनु पर्यो कि मेन कुरा। केही छ सल्लाह सुझाव दाइ? जसरी तपाईँहरू यहाँ व्यवसाय गरिराख्नु भएको छ बसन्तपुरमा, महानगरमा, यहाँ यो नगरपालिकाहरू चाहिँ अहिले त खटिरहेको छ अरे। अहिले यो सरसफाइ भनेपछि नगरपालिकाले धेरै राम्रो गरिरहेको छ अहिले। खुसी हुनुहुन्छ तपाईँहरू? हजुर, हामी खुसी छौँ। गुनासो केही छ महानगरलाई व्यवसायको तर्फबाट? छैन, केही छैन। छैन। नमस्कार जजलबा। हजुरको शुभ नाम? मेरो प्रकाशमान प्रधान। बिहान बिहान हेर्दै हिँडिराख्नुपर्छ, काम कस्तो भइरहेछ, के भइरहेछ? ठिकै छ, राम्रो छ। होली खेल्नु भयो कि भएन हिजो? हजुर हल्का हल्का खेल्नु? त्यही घरैमा। बसन्तपुरमा निकै घुइँचो थियो हिजो? त्यो त भन्न सक्नु छ। फोहोरहरू पनि निकै धेरै? हजुर हजुर, फोहोर त अब भइहाल्छ, त्यत्रो माछा आएपछि त धेरै राम्रो छ यस कुराहरू त। यो त महानगरको पहिला गरेको भन्दा धेरै नै राम्रो छ। साँच्चीकै धेरै राम्रो राम्रो छ, धेरै राम्रो छ। यो त मिडियाको अगाडि मात्र राम्रो भन्नुभएको साँच्चै हो? हो नि, भएको कुराहरूलाई भन्नलाई के छ र? हो नि, परिवर्तन आछ भनेपछि काठमाडौँ शहर, बसन्तपुर क्षेत्र छ छ। यो पहिलाभन्दा धेरै राम्रो छ। के को प्रभाव होला दाइ यो? यो अब प्रभाव त अब मेयरकै हुनुपर्ने हो, मेयरकै बाट। खुसी हुनुहुन्छ उहाँको कामदेखि? मजाले। के भन्नुहुन्छ त? आज चिरीचट्टा बनाएको छ बसन्तपुर, राम्रो छ, राम्रो छ। सोच्नु भएको थियो हिजो यस्तो फोहोर थियो, आज बिहानै यस्तो? होइन, यस्तो हुन्छ भन्ने त यति तत्कालै यस्तो सफा होला भन्ने त सोचेको थिएन, तर भयो, राम्रो हो। राम्रो भयो। हजुरको शुभ नाम के भयो? फतवर पौडेल। अब होली भएपछि फोहोर हुने पक्का नै भयो मान्छे भयो? यो धेरै राम्रो काम छ। यो पहिलादेखि फोहोर खार हुन्थ्यो, अहिले चाहिँ एकदमै फोहोर चाहिँ देख्न पाएको छैन, राम्रो छ। राम्रो छ। पहिला भन्दा साँच्चीकै अहिले स्पिडमा काम भइरहेको त? पहिला अब राम्रो छ। पहिला हामी यही युनिभर्सिटीतिर फोहोर गन्दा हुन्थ्यो, अब अहिले एकदमै फोहोर छैन, राम्रो छ, व्यवस्थित छ। व्यवस्थित छ, परिवर्तन सम्भव छ भनेर भनिरहेछ नि अहिले जनताहरूले, त्यस्तै देखिएको हो यो छाटकाट? एकदमै अहिले मान्छे, अहिलेको जनताहरूले एकदमै अब कुरा भन्दा पनि मान्छेले परिवर्तन चाहेको छ, काम चाहेको छ। काम अब म हेर्दाखेरि काठमाडौँ हेर्दा रात दिन पनि होइन जस्तो थियो, फोहोर गन्दा हुन्थ्यो, नाक थुन हेर्नु पर्थ्यो।
अब अहिले माग्नलाई हिँड्दा पनि एकदम राम्रो छ, स्वस्थ छ, राम्रो छ। जनताले पनि अब अहिले कामै चाहेको छ क्या मान्छेले अहिले। अब सबै कुरो अब यो सबैको थाहा भयो भने अब यो मोबाइलबाट हो सबै मान्छे थाहा, देश विदेश सबै कुरो जनता धेरै बाटो भइसकेको छ। मान्छेले चाहिँ एकदमै परिवर्तन चाहेको छ। मान्छेले न्यायदा हुन्छ, कामै हो क्या अल्टिमेटली काम। चर्चा हुन लायककै काम गरिरहेको छैन भन्नुहोस् है आज। यस्तो मेरो भन्दा त्यो यस्तो क्या, अब भ्रष्टाचारको अब कति वर्ष अढाई वर्ष कति भयो, अब त सुनेको छैन, कुनै पनि पत्रपत्रिका भ्रष्टाचारको नाम आएको छैन। कामै काम भनेको छ नि, अब त्यही हो धेरै समग्रमा चाहिँ राम्रो छ। केही सल्लाह सुझाव छ महानगरको टिमलाई नै भन्नु न समग्र। अब यो निरन्तर जाओस्, अब यो देखावटी नहोस् होइन, यो चाहिँ रफ्तार चाहिँ अब निरन्तर जाओस् भन्छ। नमस्कार। नमस्कार। हजुरको शुभ नाम के भयो? मेरो नाम चमेली नेपाली। बसन्तपुर आउनु भएको छ? हजुर आछु। होली खेल्नु भयो कि भएन? खेल्यो अलिअलि। बसन्तपुर आउनु भएको थिएन? कति आयो यहाँ बेपत्तै थियो। फोहोरहरू पनि त्यत्तिकै? हजुर। हेर्नुहोस् त बिहानै महानगरको यत्रो धेरै कर्मचारीहरू खटाएर चिटिक्क पारेर कसरी हेर्नु भएको छ यो कामकाजलाई आमाले? एकदम राम्रो गरी धन्यवाद दिन चाहन्छु मैले होइन, अर्थ त के भन्नु होइन। सरसफाइ छ, हामीलाई सबैलाई राम्रो छ, सरसफाइमा हिँड्न पाइएछ, बस्न पाइएछ, स्वास्थ्य राम्रो छ, ठिक छ होइन। सोच्नु भएको थियो यति चाँडो काम हुन्छ भनेर? यो सोचेको थिएन, हिजो देख्दा आज भयो, धेरै खुसी लागेछ। एकदम राम्रो, उहाँको कामलाई धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु। मनैदेखि भन्नुभयो? मनैदेखि एकदम सबैलाई होइन, किनभने अब सरसफाइ सबै कुराको राम्रो भएर होइन त, जसले राम्रो गर्छ उहाँको नाम आउँछ नि। जोजोलपा आमा नमस्कार। होली खेल्नु भयो कि भएन? नमस्कार। खेल्नु भएन? धेरै फोहोर भएको थियो, अहिले महानगरले चिटिक्क पारेछ। राम्रो छ। राम्रो छ। काम छिटो भएको हो आमा? छिटो भयो छ। छिटो भएको। पहिला यस्तो हुन्थ्यो कि हुँदैन थियो? ल भन्नु। हुँदैन। पहिला फोहोर थियो, अहिले काठमाडौँ सफा छ। न्यु रोड कस्तो भएको छ अहिले? अहिले राम्रो भयो, म त हेर्दै आइरहेको। कसले गरेछ यस्तो काम भन्छ आमा? यो बालिन्छ भनेपछि जताततै बालिन्साको चर्चा छ? चर्चा छ, त्यही राम्रो छ। राम्रो छ। अब मेयर पनि हाम्रै टोलको, त्यो पनि राम्रै छ होइन। मेयर साहबको एकदम चर्चा छ। युवा भएर हो काम बाँकी के जस्तो लाग्छ आमालाई? युवा भएर हो। युवा भएर यो बुढाहरूलाई हटाइदिए पनि हुन्छ, काम न काज हेर्नु कति दुःख दिन्छ। भनेपछि युवा नेतृत्व आएपछि त अहिले काठमाडौँ सफा भएको छ? राम्रो सफा पनि हुन्छ, राम्रो पनि हुन्छ। भोटमा उठेको राम्रै हुन्छ मलाई त। कस्तो लाग्छ तपाईँले देख्दाखेरि न्यु रोड अहिले? राम्रो, यस्तो सफा गरेर कहिले देखेको छैन, अहिले मात्रै देखेँ हो। पहिला पनि होली मनाइन्थ्यो, यति चाँडो काम हुँदैन थियो? कति फर्यो, घर गयो सबै रातो, दरबार सबै रातो, अहिले त कति सफा भयो। सफा भयो। मेयर साहबकै प्रभाव जस्तो लाग्छ तपाईँलाई? मेयर साहबकै प्रभाव हो। के भन्नुहुन्छ मेयर साहब बालिन शाहलाई? बालन शाहको काम त धेरै धेरै राम्रो, उहाँलाई धन्यवाद दिन चाहन्छु। हुन्छ, सरकार लिएर आउनुभएको है। हुन्छ, देख्न सक्नुहुन्छ न्यु रोडको पनि मुहार यतिखेर बिहानको चिरचट्ट बनाइदिएको छ। यतिखेर बुमरदेखि लिएर जेट लगाएर काठमाडौँ महानगरपालिकाले अहिले पनि काम धमाधम भइरहेको छ। साँच्चीकै यतिखेर यो ठाउँमा पहिला लोला हुन्थ्यो, प्लास्टिक हुन्थ्यो भनिराख्नु भएको छ यहाँका जनताहरूले। हामीले बोलेका कुरा होइन हो दर्शकबिन, जो बाटोमा भेटिन्छ उहाँहरूसँग कुराकानी गर्दै हिँडिरहेका छौँ। परिवर्तन सम्भव छ भनिराख्नु भएको छ। र यतिखेर यो फुटपाथ चौडो, त्यसै गरी यतिखेर यो घरहरूमा देख्न सक्नुहुन्छ सेतो र हरियो रङले गर्दाखेरि यहाँको जुन पुरानो शैलीको यो लुक्स भन्छ त्यो देखिएको छ भनेर भनिराख्नु भएको छ। फुटपाथ हेर्नुहोस् त कति चिटिक्क भएको छ, हेरौँ लाग्ने खालको फुटपाथ भएको छ भनेर भनिराख्नु भएको छ। जनताहरूले पनि साँच्चीकै परिवर्तन सम्भव छ भनेर यतिखेर युवा नेतृत्व टिमले अहिले देखाइदिएको छ भनेर जनताहरूले बताइराख्नु भएको छ। र यो फुटपाथ सँगसँगै यो बाटो रङले लोतपोतेको थियो, प्लास्टिकले घेरिएको थियो, अहिले चिटिक्क भएको छ भनेर भनिराख्नु भएको छ। तपाईँहरू यो दृश्य सँगसँगै जनताहरूको भनाइ सुनिराख्दाखेरि के भन्न चाहनुहुन्छ मलाई कुरा पक्कै पनि लेख्दै जानुहोला।